उमङ्गका साथमा हर्ष र उमङ्गका साथमा धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू यसै कार्यक्रममा सभाध्यक्षताको आसन ग्रहण गर्नुहुने सभाध्यक्ष महोदयज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिगणहरू उहाँमा सरस्वतीलाई साक्षी राखी एक हातमा कलम हातमा न्याय रूपी जुरिएर निष्पक्ष ढङ्गले निर्णयका भूमिकामा रहिरहनुभएका निर्णयक मण्डलज्यूहरू र मसँग प्रतिस्पर्धा गर्नुहुने मित्र साथीहरू र सम्पूर्ण महानुभावहरूमा म सृजना सुधार आधारभूत विद्यालय कक्षा 8 माध्यमिक छात्रा त्रिशना नाछिरीको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2002 महिना 30 गतेका दिन हुन लागिरहेको पवित्र कार्यक्रममा मेरो मनको भावनालाई प्रस्तुत गर्न पाउँदा आफैलाई अत्यन्तै गौरवशाली ठानिरहेको छु। यसको लागि आयोजक टिमलाई कोटी नमन गर्न चाहन्छु। आजको विषयवस्तुतर्फ लाग्न सभाध्यक्ष सामु अनुमति लिँदै आफ्नो वक्तव्य कलालाई प्रस्तुत गर्न चाहन्छु। मेरो वक्तव्य कलाको शीर्षक रहेको छ विद्यालयमा किशोरी आराम कक्षाको महत्त्व। सभाध्यक्ष महोदयज्यू, विद्यालय यस्तो पवित्र मन्दिर हो, एक शैक्षिक संस्था हो। विद्यालय विद्यार्थीको दोस्रो घर हो। विद्यालयले विद्यार्थीलाई ज्ञान, सिप, दक्षता, सामाजिक मूल्य, मान्यता, बौद्धिक क्षमता विकास गर्न मद्दत गर्दछ, जसले भविष्यमा सक्षम नागरिक बन्ने अवसर प्रदान गरेको छ। यही सुन्दर भविष्य निर्माण गर्नका लागि सही विद्यालयमा अध्ययन गर्ने हामी किशोरी पनि एक विद्यार्थी हो। सामान्यतया 10 वर्षदेखि 19 वर्षको उमेर समूहलाई किशोरी बनेर बुझिन्छ। किशोरावस्था जीवनको एक महत्त्वपूर्ण चरण हो, जसले भविष्यमा सक्षम नागरिक बन्ने अवसर प्रदान गरेको छ। किशोरी आराम कक्षाको महत्त्व धेरै छ। किशोरीहरू भविष्यका कर्णधार हुन्। इकुहिमान नेपाल संस्थाले किशोरीहरूको पढाइमा बाधा नहोस् भन्ने उद्देश्यका साथ हट प्याकहरू उपलब्ध गराइदिएको छ। बिरामी हुँदा अप्ठ्यारो पर्दा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध गराइदिनु भएको छ, जसकारण किशोरीहरूको दिमागमा असर नपरोस् भन्ने उद्देश्यका साथ मेरो विद्यालयमा किशोरी आराम कक्षाको व्यवस्था पनि गरिदिएको छ। अब सभाध्यक्ष महोदयज्यू, अब आराम कक्षा के हो त, यस विषयमा प्रश्न पार्न चाहन्छु। आराम कक्षा एक विशेष स्थान हो जहाँ किशोरीहरूले शारीरिक, मानसिक, भावनात्मक मित्रता, सहकार्य, तनाव मुक्ति, आत्मव्यवस्थापन गर्न सक्छन्। विशेष गरी मेरो अनुभवसँगै साथीहरूको भनाइ अनुसार किशोरी आराम कक्षाको व्यवस्थापनले धेरै सहज तुल्याएको छ, जसकारण हामी किशोरीहरू विद्यालय र संस्थाका कारण हामी किशोरीहरू कति भाग्यमानी छौँ। त्यसैले डाक्टर जर्ज मेलकमको भनाइ नै छ, एक स्वस्थ शरीरले एक विचार र जीवनशैलीलाई जन्म दिन्छ। तसर्थ हामी छोरी जब स्वस्थ रहन्छौँ तब हाम्रो शरीरमा स्वास्थ्य सृष्टिको जन्म हुन्छ। हामी सबै किशोरीहरू विद्यालयमा अध्ययन गर्न हामी सबै आराम कक्षामा आराम गर्नु केवल विश्रामको लागि मात्र होइन, एक शारीरिक, मानसिक, भावनात्मक मित्रता, सहकार्य, तनाव मुक्ति, आत्मव्यवस्थापन, सुरक्षित स्थान गर्नका लागि प्रयोग गर्छन्। किशोरी आराम कक्षा एक शैक्षिक स्थान र शान्त स्थान हो जहाँ किशोरीहरूले आफूले आवश्यक सम्पूर्ण सामग्रीहरूलाई प्रयोग गर्न पाउँछन्। जब किशोरीहरू सबैले आराम र मानसिक शान्ति मिल्छ तब मात्र विद्यालयमा किशोरी आराम कक्षाको महत्त्व अति रहन्छ। विद्यालयमा किशोरीहरूको विकास गर्नका लागि आराम कक्षाले महत्त्वपूर्ण भूमिका खेल्दछ। किशोरी आराम कक्षाको चौथरो विकास गर्नका लागि विद्यालयमा किशोरी आराम कक्षाको अति महत्त्वपूर्ण भूमिका रहन्छ। भन्दै मेरो छोटो बनाएर यही अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार।